हामी चाहिँ भनेपछि धोत्रेको छेउमा आइपुगिसकेछु। सुर्के थैले खोइ भन्ने जग्गामा आइसकेछु हामी चाहिँ। यहाँ हिँडिरहनु भएको छ, थाकेर बसी। हाम्रो गाउँ हेरौँ भनेको त धुम्मले गर्दाखेरि चाहिँ केही नदेख्ने रहेछ। मेरो पसिना आउँदैन त बेसी चाहिँ यहाँ निस्किन्छ। मेरो पुरा पसिना आउँछ तर पनि सबैले गएको होला भनेर सम्झिन्छ। अब चाहिँ भनेपछि हामी रोड आइपुग्न आँट्यो है। रोड आइपुग्न आँट्यो है हामी। ओइ माथि त मजाको छ नि ठाउँ दोत्रे त कहाँ कहाँबाट कति पैसा तिरेर आउँछ बङ्गाली टुरिस्टहरू है। अनि ओ गाइस भन्दैछ सबैजनाले चिसोमा बस्यो भने चाहिँ स्किन राम्रो हुन्छ अरे भन्दैछ। हो कि होइन हौ? भन्छ त्यसै तर हामी त्यसै छ। गाइस मैले बान्टे भेटेँ। बान्टे कोकोलाई मनपर्छ। बान्टे बान्टेको रुख चाहिँ तर कहाँ छ? कहाँ हो बान्टेको रुख चाहिँ? बान्टे कोकोलाई मनपर्छ गाइस। दुईजना चाहिँ पर्खी गर्दै आउँदैछ है। आजको चाहिँ टुरिस्ट है, टुरिस्ट। यत्रो टाढो हिँडिसक्यो तर चिमालको फुलै फुलेकै भेटिनौ। चिमालको फुल हेरौँ भनेर चाहिँ आएको खासमा चाहिँ म चाहिँ, तर चिमालै भेटिनँ। आम्मामा बान्टे त के साह्रो झरेछ। बान्टेको रुख चाहिँ कहाँ छ र चाहिँ यति साह्रो झर्दैछ हौ? गाइस यो बान्टे भने चाहिँ यति साह्रो मिठो हुन्छ, टेस्टी हुन्छ। अब म चाहिँ तर अहिले चाहिँ म धोत्रे जाँदैछु र चाहिँ बोकिनँ है। अब अहिले घर फर्किँदाखेरि चाहिँ म लगेर जान्छु हो। तपाईँहरूले भने देखाउँछु ल। बान्टे भरै लगेर म केलाएर हो खाँदै गरेको भिडियो पनि बनाउँछु। अहिले चाहिँ हामी धोत्रे जाँदैछु र चाहिँ बोकेन नि त मैले। मेरो पास ब्याग पनि छैन। ज्याकेटले मलाई मार्न आँट्यो गरम बनाएर। गाइस जङ्गलको बाटो चाहिँ हामी चाहिँ जङ्गल आज हिँडेर आएको। कति सालको बादमा, म त झन् 12-13 सालको बादमा चाहिँ हिँडेर आएको आज। यति साह्रो पर्यो गाइस हेर्नुहोस् है। हामी चाहिँ यस्तो जङ्गलको बाटो हिँडिरहेछ आज चाहिँ डर लाग्छ हो। र पनि एक्लै अगाडि भिडियो गरेर हिँडिरहेछु। यहाँ त भन्छ भालु चितुवाहरू आउँछ भन्छ नि त। र पनि म चाहिँ डरसरी भए पनि एक्लै अगाडि हिँडेर भिडियो बनाइरहेछु। हेर्नुहोस् है कस्तो थाक्यो भगवान्। गुराँस पनि फुलिरहेको रहेछ है अलिअलि कम्तीमा। फाइनली गाइस म चाहिँ रोड आइपुग्न आँटिसकेँ। भन्दा पनि कति हिँड्नु साह्रो परिसक्यो। आया हामीले हाम्रो पानी खाने पानीको मान्छे ऊ माथि सोच, यहाँ माथि छ हामीले पानी खाने जग्गा। यहाँबाट आउँछ हाम्रो मूल पानी। अनि सो टेस्टी हुन्छ यो चाहिँ फरेस्टको टेस्टी हुन्छ है गाइस। यस्तो जङ्गल हिँडिरहेछ गाइस। हत्तो भयो। हेर्नुहोस् हाम्रो पानी यहाँबाट आउँछ, यहाँ माथि टुप्पा जङ्गलबाट। अनि यहाँ सानो धारा पनि छ, म तपाईँहरूलाई देखाउँछु ल। यहाँ चाहिँ सानो धारा पानी। हेर्नुहोस् त है। वाउ ऊपर आउँदैछ है गाइसहरू आउँदैछ। गाइसहरू हिँड्नु सकेन।
धोत्र्या ठुटे मुठे इङ्ग्लिसहरू लगाइदिउँ न अब खै छौँ बाहिर बस्नु धोत्र्या अब चाहिँ आयो धोत्र्या धोत्रे आइपुग्न आँटे धोत्रेको रोड भन्दाखेरि पनि धोत्रे पुग्नु त अझै डल्लै छ यो हामी बनैमा तिम्रो मन भुल्यो नरबुमा यस्तो छ है जङ्गल चाहिँ सम्झनामा हिँड्ने बाटो अनि अघि ब्लुटुथ बोक्नु पर्थेछ नि पेक बोक्यो भने त यो डाँडा काँडा त सबै हाम्रो भएर हिँड्छ होला नि त हौ अन्त फेरि